भित्री बजारको हालत हेर्नु ल हेर्नु साथीहरू त्रिशुली बजारको भित्री बजार यो नुवाकोटको पुरानो बजार हो। यहाँ हेर्नु यस्तो हालत बनाइदियो के गरी सम्भव होला मान्छेहरू कति परेछन् थाहा पत्तो छैन कसैलाई। यहाँ हेर्नु हालत हेर्नु कसरी सर्नु हुन्छ ल हेर्नु यो कत्रो ठुलो बजार छ तलसम्म हेर्नु हेर्नु के ल्याएर थुपार कुन चाहिँ घर कसको भन्ने कसरी थाहा हुन्छ ल यस्तो बिजोग अवस्था छ। तपाईहरुले सानो सानो सहयोगले नि धेरै ठुलो सहयोग हुन्छ। म हजुरहरुलाई क्युआर हालिदिन्छु तपाईहरुले जति सक्नुहुन्छ त्यति हेल्प गरिदिनु होला है प्लिज साथीहरु। त्यही यसको लागि मैले यो भिडियो बनाए यस्तो बिजोग हजुरहरुलाई देखाउन बनाएको चाहिँ हैन। केही सहयोग भयो भने उनीहरुलाई खाना बस्न लाउनलाई बच्चाहरुसँग केही छैन अवस्था लास्टै नाजुक छ। त्यही भएर यो भिडियो बनाएर हाल्दैछु। उता माथिबाट हेलिकप्टर उद्धार गर्दैछ मान्छेहरु यताउता लाने ल्याउने पुर्याउने हेर्नु त ल त्रिशुली बजारको अवस्था म त सक्दिन। यहाँ हेर्नु ल हेर्नु घरको अवस्थाहरू कस्तो ठाउँ कहाँबाट कहाँ के पुर्याइदिनु। आउनु अङ्कल आउनु। यहाँ हेर्नु कत्रो बजार थियो कस्तो हालत बनाइदियो। म त के गर्नु के भन्नु सके छैन है साथीहरू। हेर्नु हजुरहरूलाई पुरै देखाइदिएको छु कति पीडा भयो होला यहाँको मान्छेहरू कति छुपिया छन् भन्ने थाहै छैन क्या लेखाजोखा नै छैन। सबै आर्मी पुलिसहरू पुरै कठिन भयो अहिले धेरैलाई। म चाहिँ यता भिडियो बनाउनु चाहिँ छु काम छ यस्तो कोही छैन सुनसान छ हिँड्न पनि डर लाग्ने ठाउँ छ। हेर्नु त ल हेर्नु यहाँ हिँड्नधरि डर लाग्ने भइसक्यो कसरी। तिम्रो पनि घर पर्यो नक्सै छैन नक्सामै छैन। म यतै कहाँ छ यो घर चाहिँ माथि केही भएर हुन्छ है। यो घर चाहिँ कसको हो उयो सुभाषको होला नि दिलबहादुरको होइन होला अङ्कल कुन हो त ए होइन कहाँ हुन्छ दिलबहादुर त्यो आनन्द नयाँ किने घर अनि उहाँ तल हेर्नु न यो कहाँ ल्याएर थुपे कहाँको त्यो जराहरू त्यो कहाँबाट आएर थुपे होइन नि उल्टिएको छत तल्लो घरको ए उताबाट छालले हाने